तपाईले अहिले यहाँ उत्खनन गरिराख्दा नि यो बस चाहिँ कतै मानव अस्थिपञ्जरहरू भेटेको त्यस्तो मानव अस्थिपञ्जर भेटिएको हो कि भन्ने कुरा पनि छ भेटाउन छैन सम्भावना चाहिँ के देख्नुहुन्छ आज भने यसरी म तपाईलाई 7औं दिनको अवस्था देखाइरहेको छु गणपति डिलक्सको यो उत्खननको अवस्था यहाँ अस्थिपञ्जरहरू भेटिएला भन्ने आश हो सबैको सबै त नभेटिएला भने पछाडिपट्टि होला साइड है तर सम्भावना चाहिँ अलिक कमै छ है त्यस्तो अस्थिपञ्जर भेट्ने थोरै बहुत भेट्ला ए अब यो कसिनो भएको छ हेर्नु त पानी भरेको भरै छ रातभरि के छ अब आठ अझै छ तपाईँलाई फेरि अर्को आइडिया लाउनु लाग्छु कुन आइडिया अब म तपाईँ भोलि आउँदै हेर्दा थाहा हुन्छ ए जस अर्को आइडिया लाउनुहुन्छ निकालै छाड्नुहुन्छ म त मेसिन थपेको जाने कुरै अनि 40 वर्षको अनुभव कहाँ फाल्ने होइन केही त यहाँ पक्कै पनि हुनुपर्छ भेटिनुपर्छ भन्ने चाहिँ सबैको आश रहेको छ यति बेला म गणपति डिलक्स बसको यो अवशेष देखाइरहेको छु यहाँ उत्खनन भइरहेको छ आज 7औं दिन र 7औं दिनको अवस्था देखाइरहेको छु यसरी यो ठाउँमा पानी भरिएको छ हिजो दिनभरि जसो पानी यहाँबाट फालेर उत्खनन गर्ने काम गरियो र रातभरि फेरि पनि पानी भरिएको छ र पानी भरिए लगत्तै फेरि पनि अब यहाँको पानी फाल्न पर्ने हुन्छ र यो बालुवा भएकोले निकै कठिन भइरहेको छ बालुवाले च्याप्पै समातिरहेको अवस्था छ र सँगसँगै यतापट्टि त्रिशुली नदी म देखाउँ जुन तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो नदी यसरी नदीको बहाव पनि बढिरहेको अवस्था छ र यहाँ नजिकै यो सानो यसरी चाहिँ बनाएर बाँध लगाइएको छ र यो बाँध भत्किने सम्भावना पनि निकै छ र अब रातभरि चाहिँ यो पानी रसाएर यसरी चाहिँ फेरि पनि यहाँको यो खाल्टोमा जहाँ यो उत्खनन भइरहेको छ बस यहाँ आउने गरेको छ पानी र पानीले भरिन्छ र अब केही भाग हिजो भने केही भाग देखिएको थियो मैले भाग पनि देखाएको थिएँ र आज भने फेरि चुर्लुममा डुबेको छ र अगाडिको थोरै भाग चाहिँ देखिएको छ तपाईँले यहाँबाट पनि देख्न सक्नुहुन्छ यस्तो स्थिति छ यहाँ जे भए पनि अहिले टायर कान्छा दाइले निकै प्रयास गरिराख्नु भएको छ निकाल्नको लागि र उहाँलाई चाहिँ सहयोगी बल पनि पुगिरहेको छ र त्यतिले मात्र चाहिँ सम्भावना निकै कठिन देखिन्छ किनकि आजसम्म 7 दिन भइसकेको छ यो उत्खनन गर्ने काम र अझ पनि त्यस्तै स्थितिमा छ जति देखियो जति भाग देखियो र फेरि पनि यसरी चाहिँ अवस्था छ र जुन चाहिँ